धन्यवाद हाम्रो अध्यक्षज्यू नेकपा माओवादीको अध्यक्षज्यू हजुरको चाहिँ यहाँ उपस्थितिले चाहिँ हामी एकदम हर्षित भएका छौँ। हामीले निरन्तर सडकबाट चाहिँ यो आवाज उठाइरहेका छौँ कि खाली पात्र मात्र गलत होइन, यो सिस्टम पनि गलत हो भन्ने कुरा हामीले बारम्बार भनिरहेको हो। सुरुवाती चरणदेखि हामीले भन्दै आएका हौँ। तर अहिले निर्वाचनको रट लगाउने चाहिँ एउटा श्रृङ्खला चलिरहेको छ। कहिले पुरानाले लाउँछन्, कहिले नयाँले लाउँछन्। तर के पात्रमा मात्र खोट हो र के सिस्टममा खोट छैन? हामी सिस्टममा भएको खोट बकाइदा देखिरहेको छौँ। तर यसलाई नजरअन्दाज गरिँदै देशलाई अर्थहीन निर्वाचनतर्फ चाहिँ ढकेलिन खोज्दैछ, जुनको हामी घोर निन्दा गर्छौँ। व्यक्तिमा पात्रमा मात्र समस्या होइन कि यो संविधानमा पनि समस्या छन्। केही धाराहरू यस्ता छन् जुनले देशलाई कहिले निकासको बाटोमा ढकेल्न सक्दैनन्। देश कहिले विकास हुन सक्दैन, स्थिरता कहिले आउन सक्दैन, जनताले आर्थिक निकास कहिले पाउन सक्दैनन्। त्यो बकाइदा बुझिन्छ। अहिले आएका केही नयाँ पात्रहरूले के भन्नुहुन्छ भन्दाखेरि अलि पहिला चाहिँ उहाँहरूले संविधान हामीले मान्ने छैन भन्नुहुन्थ्यो भने अहिले निर्वाचन नजिकिँदै गर्दाखेरि आफ्नो स्वार्थको लागि हो कि के को लागि हो, यो संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ। शब्द फेरिएको छ, तर हाम्रो शब्द जे पहिला थियो आज पनि त्यही छ। नेपाली जनताले तीनटा पात्र मात्रै फेर्न खोजेको होइन, हामीले सिस्टममा चाहिँ चाहिने फेरबदल गर्न खोजेको हो, जुनले देशलाई राजनीतिक निकास दिन्छ। र त्योतर्फ जानलाई हामी सङ्घर्ष गर्न तयार छौँ। देशमा यत्रो ठुलो विद्रोह भयो, मेरो देशको सिंहदरबार जल्यो, मेरो देशको न्यायालय जल्यो, मेरो देशका 76 नेपाली शहीद भए, मेरा देशका हजारौं नेपाली घाइते भए, कोही अङ्गभङ्ग भए। र त्यसपछि पायौँ कि हामीले एउटा अर्थहीन निर्वाचन। यो निर्वाचनले के फेरबदल लिएर आउँछ हाम्रो देशको स्थितिमा? 20% पात्र नयाँ आउलान्, तर सिस्टम त त्यही छ भनेपछि निकास पाइएला त? यही निर्वाचन प्रणालीमा गएर निकास पाइएला त? यही संविधान जसले गर्न खोज्ने मान्छेको पनि हात बाँधिदिन्छ, त्यसबाट चाहिँ निकास पाइएला त भन्ने प्रश्न यथावत छ। र कोही पनि आएर यो प्रश्नको सायद उत्तर दिन सक्नुहुन्न होला। उहाँहरूलाई सायद चुनावी हतार छ, सांसद हुनु छ होला कसैलाई, प्रधानमन्त्री हुनु छ होला कसैलाई। तर सुरुमा देश भन्नु पर्यो भने हाम्रो अभिव्यक्ति जहिले त्यही थियो, सुरुमा देश त्यसपछि व्यक्ति। र त्यसको देशले निकास पाउने एउटा तरिका भनेको, एउटा मात्रै तरिका भनेको निर्वाचन होइन कि सर्वसहमतिमा सर्वपक्षीय सरकार गठन गरेर त्यसपछि त्यही सहमति अनुसार नै संविधान संशोधन गरेर अनि अगाडि बढ्दाखेरि मात्रै देशले चाहिँ निकास पाउँछ। त्यही कुरामा हामी अडिग छौँ। अब के बदलाव गर्नु पर्ला यो प्रणालीमा, निर्वाचन प्रणालीमा, सांसद प्रणालीमा, त्यस्तै गरी चाहिँ संविधानमा भन्ने कुरा गर्दाखेरि भ्रष्टाचारको लागि त्यत्रो ठुलो आन्दोलन भयो। तर के भयो भ्रष्टाचार कन्ट्रोल गर्नलाई, भ्रष्टाचारलाई नियन्त्रण गर्नलाई, भ्रष्टाचारलाई निर्मूल गर्नलाई के भयो? कर्मचारी तन्त्र जुनमा चाहिँ व्यापक रूपमा चाहिँ भ्रष्टाचार देखिन्छ, त्यसमा के फेरबदल भयो? सिस्टम कता फेरियो? अनि त्यो नगर्दै निर्वाचनमा जाने? प्रादेशिक सरकार जुन चाहिँ एकदम भारी भएको छ हामीलाई, त्यसलाई मिलाउनलाई, त्यसको खर्च कटौती गर्नलाई, त्यसको पुनर्संरचना गर्नलाई खोइ त पहल अगाडि सरेको, खोइ त अन्तरिम सरकारले, आन्दोलन पछिको अन्तरिम सरकारले खोइ केही गरेको। अनि निकास पाइन्छ अनि त्यही निर्वाचनमा जाने? देशले आर्थिक निकास पाएको खोइ? मेरा साथीहरू कोही छैन नेपालमा, सबै विदेश गइसके, कोही कोही जाने तर्खरमा छन्। सबै यस्ता युवाहरू चाहिँ विदेश गएर विदेशमै घरबार गरिसकेपछि दोस्रो नेपाली पुस्ता कहाँबाट आउँछ? नेपाल रित्तिने, नेपाल विलिन हुन दिने? यही निर्वाचनमा जाने? नयाँ पात्रहरू आउनु भएको छ, हामी यति सिट दिन्छौँ, संविधान संशोधन गर्छौँ, निकास दिन्छौँ भन्नुभएको छ। ग्यारेन्टी के छ? सर्वपक्षीयमा गर्दाखेरि तुरुन्तै निकासको सम्भावना छ। त्यो सम्भावनाले छोडेर हामी विचलित नहौँ। सर्वपक्षीय सरकार, सर्वपक्षीय निकास नै अबको देशले राजनीतिक निकास पाउने बाटो हो। भ्रमित नहौँ। चुनावले केही गर्नेवाला छैन। कति निर्वाचन भयो, कहिले निकास पाइयो? कहिले पाइएको छैन। त्यही भएर हामी भुल नगरौँ। यो निर्वाचन प्रणालीमा यथास्थितिमा हामी निर्वाचन हुन दिँदैनौँ। त्योभन्दा पहिला एउटा सर्वसहमतिमा सर्वपक्षीय सरकार गठन गरेर संविधान संशोधन गरेर देशलाई राजनीतिक निकास दिएर मात्रै अगाडि बढ्नुपर्छ।
र हामी यो कुरामा सङ्घर्ष गर्नलाई तयार छौँ। धन्यवाद।